आज बनाउँदैछु स्वादिलो आलु र निगुरोको अचार। यहाँ चाहिँ आलु र निगुरो पाक्दैछ र दाल पनि। त्यसपछि म तिल भुट्नुको लागि तिल हालेँ। एक प्याकेट 40 रुपियाँको एक प्याकेट सबै खनाइदिएँ मैले। अनि बुटे यत्तिको रातो भयो अनि त्यसपछि यो रेडी भयो। यसलाई चाहिँ यत्तिको रातो बनाउनु पर्ने हुन्छ। अनि त्यसपछि आलु पाकेन भनेर मैले चेक गर्दैछु। अनि यहाँ चाहिँ रहेको छ खुर्सानी, प्याज र काकती। निगुरो पाकेर रेडी भइसकेको छ। अनि मैले त्यसमा तेल बसाएँ अनि मैले मुसेर राखेको आलुमा नुन हालेँ। अनि यो पिसेर राखेको तिल पनि मैले सिलौटोमा पिसेको, त्यही भएर त्यस्तो भयो। अनि तेल खरिसकेको थियो अनि मैले आलुमा हालेँ। यो आलुमा चाहिँ कसरी हाल्नुपर्ने हो मलाई थाहा भएन, त्यही पनि मैले हालेँ। अनि मैले यता कागती निचार्नु थालेँ, कागतीको दाना निकाल्नु थालेँ अनि निचार्नु थालेँ। मैले खाना बनाउँदा एउटा न एउटा केही न केही कुरा बिर्सिरहेको हुन्छु। यहाँ चाहिँ मैले के बिर्सेँ भन्दा तेल तताउँदाखेरि मलाई मेथी फुराउनु भनेर भन्नुभएको थियो, त्यो कुरा मैले बिर्सेँ। अनि मैले यहाँ गर्नु थालेँ। लास्टमा मलाई याद आयो, मैले हालिनँ। अनि यहाँ कागतीको दाना झरेको थियो अनि मैले त्यसलाई निकालेर फालिदिएँ। अनि त्यसपछि मैले तिल हालेँ अनि मैले यसलाई मोले। अनि मैले अर्को कुरा के पनि बिर्सेँ भने तेलमा मम्मीले यो खुर्सानीलाई परपरी भुटेर फ्राई गरेर मात्र हाल्नु भन्नुभएको थियो, त्यो पनि मैले बिर्सेँ। अनि मेरो अचार मिठो त भयो, तर के भयो मिठो भएको थियो, पिरो अमिलो अनि मिठो। मैले चाखेँ, मैले 5 चोटि खाएँ। भिडियोमा चाहिँ 2-3 चोटि मात्रै होला, टुक्क भएको थियो। अनि अचार चाहिँ यस्तै थियो। धन्यवाद।